उठ्यो हामी चाहिँ आजको दिनमा झोला यता राखेर कसरी जाने हो आज। हजुर पानी खाँदैछौँ। अब जान्छ होला नि उठेर। बाहिर के छ अवस्था जीवन? ए ल बाहिरको भ्यू चाहिँ यस्तो छ। हिमालको रेन्ज अलिअलि अब आँखाले देख्यो। सनराइज हुँदैछ यो लौरोको साथमा। अब सुरु भयो दोस्रो दिनको यात्रा। हामी हिले खर्क यो होटलमा बस्यौँ हिजो, होटल पिस हिवन भन्नेमा। यहाँबाट चाहिँ अब फेरि ट्रेक सुरु भयो। मोबाइलमा चार्ज छैन, रातभरि चार्ज गर्न पनि पाइँदैन किनकि यहाँ समस्या चाहिँ उसको रहेछ, समस्या बिजुलीको। नेट त बरु वाइफाई नै रहेछ होइन। यहाँ आउनुभयो भने यहाँ बस्दा राम्रो भयो, तर चार्ज चाहिँ फुल गरेर आएको राम्रो। चार्ज त गरिदिनुहुन्छ बेला बेलामा सोलरले, तर नभए अरू बेला गरिदिनुहुन्न। पावर ब्याङ्क ल्याउन गल्ती, हाम्रो सबभन्दा ठुलो गल्ती भनेकै त्यही भयो कि अहिलेसम्मको। एकदमै उकालो बाटो रहेछ होइन। फ्या स्या भयो। तपाईँलाई देखाइछु कि हिजो पनि देखाएको, आज पनि देखाएको नि। दोस्रो दिनमा पनि यति उकालो ठिकै छ, मजा आइरहेछ। अब चाहिँ हामी गुराँसको जङ्गलमा छौँ है। गुराँस एकदम फुल्न लागेको, टक्क तयारीमा छ। एउटा गुराँसको रुख चाहिँ देखियो त्यहाँ टक्क है। टक्क ल कति राम्रो छ। हाम्रा साथीहरू धेरै राम्रा। जङ्गल थियो बल्ल तल्ल लड्दै र पढ्दै आइयो। हाम्रो 1 घन्टा 15 मिनट जस्तो हिँड्ने हो, धेरै रेस्ट गरेर। अब चिचिमले आए जस्तो छ, उहाँ घर देखिएको छ, त्यहीँ भेटौँला है। अहिले चाहिँ चिचिमले भन्ने ठाउँमा आइयो। हिमाल बरु अब अलिअलि खुल्दैछ। हिमाल देख्न राम्रै पाइन्छ कि भन्ने आशा हो है। माछा पुछ्री पनि त्यता खुल्दैछ। बादलले लाली गुराँस फुल्यो। लाली गुराँस फुल्यो तर राम्रो रहेछ। यो पोइन्ट चाहिँ राम्रो छ। यो अब भात खान लाग्यो यही होटलमा बसेर। चिचिमले होम सेन्टर पोइन्ट एन्टी हाउस। यहाँ दामी भुइन्छ। यहाँ बसेर अब भात खायौँ, त्यसपछि जाने है त। थियो भात खाँदै गरेको अवस्था। हामी धेरै बेर कुर्यौँ यार। कोही यदि बाई चान्स यो भिडियो कसैले हेरे पनि यो नम्बरमा फोन हानेर भात पकाउनु भन्ने, अनि तलबाट आउने 1-1.5 घन्टा चाहिँ बस्यो। अब लाग्यो धेरै नै बस्यो। खाना बनाउनु टाइम लाग्यो, खायो एकछिन रेस्ट गर्दा गर्दै 2-2.5 घन्टा जस्तो यहीँ गयो। अब यहाँबाट चाहिँ माथि देउराली भन्ने 1 घन्टा लाग्छ अरे। त्यसपछि अब त्यहाँ पुगेपछि कति लाग्छ फेरि सोधेर अगाडि बढ्नुपर्छ है त। यहाँबाट चाहिँ निस्क्यौँ हामी। यस्तरी फुलहरू चाहिँ फुल्दा छ लाली गुराँस, तर अझै सिजन भएको रहेछ। हामी अझै चाँडै आइएछ। यहाँको ढिला फुल्दो रहेछ, त्यही पनि देख्दा अलिअलि देख्दा पनि राम्रो रमाइलो लागिरहेको छ। यहाँ तलबाट हिँडेपछि चाहिँ ट्याक्कै 1 घन्टामा आइपुग्यो माथि देउराली भन्ने ठाउँ। हो है गाह्रो छ ल। टेन्सन गइयो चढ्यो क्या देउराली डाँडा होटल एन्ड रेस्टुरेन्टमा आइयो देउराली डाँडा। भेटोला फेरि भेटोला। इट मिन्स सी यु अगेन। यहाँ आएर चाहिँ नाच्न पर्छ अरे साथीभाइ। यहाँ विश्वास नाचेर खुसी हुने रे। यहाँ आएर देउरालीमा नाच्दै साथीहरू नाच्ने डाँडो। यहाँ आएर इन्जोय गरेर नाच्ने अरे। मनमा एकदम राम्रो सोचेर ल जीवनले बनाइदेऊ त भिडियो। माथि हेर्दा मैले अरू बुझेँ छैन यहाँ कसरी तिनी फुल उम्रिन्छ यता। साथीहरू कसैलाई थाहा भनिदिनु।
यस्तो छ यार ओहो तलबाट ढल्छु क्या हो म त ढले 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 हिँडेको हिँडेको अनुहार हेरौँ न एकचोटि अनुहार चार्नुहोस् त उहाँ थकित बागै हो साथीहरू हिँड्दा हिँड्दै अब रेस्ट क्याम्प भन्ने ठाउँमा आयौँ तल यस्तो दामी उडेको थियो यार लाली गुराँस यस्तो दामी छ यार फोन चाहिँ माथि जाँदै हुनुहुन्छ है साथी हो रेस्ट क्याम्प भन्नेमा आइयो माथि सोचिया खाने कुरो हो हामी त अचल धेरै थाक्न लागियो छ यहाँ दुईवटा भोटे बसे यहाँ त्यहाँदेखि तल भ्यू दामी छ कि साथीहरू यस्तो छ बाटोलाई हेर्नुहोस् है डाँडा चाहिँ यहाँ बल्ल खुमै डाँडा अब यहाँ माथि यो जस्तो छ बाटो उकालो 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 यहाँनिर चाहिँ साह्रै गाह्रो रहेछ ल फाइनल्ली चाहिँ हामी खुमाई हिल खुमे डाँडामा आइपुगेका छौँ हो पर्दैछ माथिबाट चाहिँ जम्मा भएको छ बाटोमा यो बाटो यहाँ आउन चाहिँ तलबाट गाडी रहेछ ठाडै उकालो जस्तो रहेछ अनि माथि अब आज त केही भ्यू सब कुहिरोले केही पनि देखिने भएन अब भोलि बिहान चाहिँ यहाँ कस्तो हुन्छ हेरौँला अब हामी कता जाने हो यहाँ होटलहरू रहेछ हामी 360 भन्नेमा जाने हो यता हो माथि जस्तो लाग्यो माथि कार्टुन रहेछ हजुर हजुर आऊ बिचमा अलिअलि ओभर जाम यहाँ हिउँहरू तर डाँडो यो भोलि बिहान खुल्यो भने दामी देखिन्छ भोलि हेरौँला साथीहरू ल फाइनल्ली माथि आइयो दामी हिउँ परिरहेको छ सानो तरिकाले जम्मा भएको छ सवाल छ तर ठाउँ यहाँ भ्यू खुल्यो भने त त्यहाँ बसेर टक्क हेर्ने दामी छ ट्रेन यार त्योहरू प्रकाश यहाँ हिउँ खेल्ने कुरा छ मजा छ दामी रमाइलो भएको छ त्योहरू के एउटा भन्ने हुन्न यहाँ पब्लिकली हुन्छ पुरै ल हिउँ पर्यो ल हे उता खुल्छ क्या अब वाउ यार दामी ठाउँ छ यार साथीहरू हिउँ पर्यो लपक्कै है दामी देखियो यार मजाले परिरहेछ हिउँ पर्यो फुरुरु हिमाली भेगैमा भने जस्तो हो दामी हो है सही दामी भयो यार मजा आयो टक्क राइट मुभमेन्टमा आइएछ टक्क हिउँ पर्यो मजा आयो हिउँ परिरहेको छ है हाम्रो यहाँ चाहिँ एकदम साथी हो अब यहीँ बस्यो आज जान सकेन हिउँ परेको कारणले गर्दा हामी खुमै डाँडामा चाहिँ बस्यौँ भोलि खोर्चाङ भन्ने ठाउँमा जान्छौँ चिसो दामी छ बाहिर अलिक देखाइसक्यो मैले त हिउँ परेको छ साथीहरू हिउँमा खेल्नुहोस् साह्रै विशेष गरेर उहाँ उ गर्नुभयो अब हामी के गर्ने झट्का खाएको मान्छे चट्टान खाइयो भन्दाखेरि झट्कै गखाने जस्तो हुन्छ ल अहिले चाहिँ मैले मोबाइल स्विच अफै गरेँ है त बाई बाई अब भोलि बिहान साथी हो यस्तो दामी ठाउँ छ नि तर वर्थित पुरै वर्थित पोखरा पुरै देखिया छ दामी यार अझै पनि हिउँ परिरहेछ पुरै हिउँ ढाकियो हामी आउँदाखेरि केही पनि थिएन हेलो साथीहरू रमाइलो हुँदैछ नाइट अवस्था हामी गीत गाउने मुडमा छौँ पुरै है धुन मात्र आयो के कलाकारमा त्यहाँ आएको
हामी रुम सुताइ अब यहाँ हुन्छ रुमबाट भ्यू भोलि अनि हिउँ देखिन्छ टक्क लाएर अहिले नि हिउँ छ भोलि बिहान हेरौँ ल अहिले सुत्यो आजको भ्लग मेमो अन्त्य बाई बाई ओके